यस्तो शीतल भयो। हेलो एभ्रिवान, सो तपाईँले अगाडिका क्लिप देखेर हामी कहाँ जान लागेको भन्ने चाहिँ थाहा पाइसक्नुभयो होला। सो बिहान उठेर नुहाएर आज श्रावणको दोस्रो सोमबार हामी लाग्यौँ गुरुजीको घरतर्फ। अनि त्यहाँ जाँदा ढिला भइसकेको थियो अनि हामीहरू चाहिँ त्यहाँबाट निस्क्यौँ। अलिक गर्मी थियो, त्यही भएर सबैले टाउकोमा कपडा लगाइराख्नु भएको छ। अनि त्यही बिचमा चाहिँ यसो हेर्छु भन्दा मामा गुरु पुरा टोलाएर बसिरहनु भएको रहेछ। अनि उहाँको एउटा क्लिप पनि मैले लिइहालेँ। त्यसै बिचमा चाहिँ यो गर्मीमा हामी दिदीबहिनी पनि जोड-जोडसँग चिच्याएर हरा यसै बिचमा हामी पुग्यौँ भक्तपुरदेखि माथि निस्किँदै गर्दा सिन एकदम राम्रो आएको थियो। अनि मैले एउटा क्लिप लिएँ। त्यसपछि हामी डोलेश्वर महादेव मन्दिर पुग्यौँ। त्यसपछि हामीले उक्त मन्दिर वरिपरि चाहिँ उहाँलाई परिक्रमा लगायौँ। त्यसपछि मैले पनि हात लगाएर चाहिँ परिक्रमा गराउने मौका पाएँ। सो एकदम खुसी लाग्यो। त्यसपछि हामीले हाम्रो महादेवको मूर्तिलाई चाहिँ एउटा स्थानमा राखेर अनि अरूले चाहिँ प्रसाद वितरण गर्नतिर लाग्नुभयो। हामीहरू चाहिँ यसो परिक्रमा गरेर आउँ, भिजिट गरौँ त्यहाँको मन्दिर भनेर हामी लाग्यौँ तिनजना त्यतातिर। अनि त्यहाँ जाँदै गर्दाखेरि चाहिँ हाम्रो त्रिशुलको पनि ठुलो एउटा उ रहेछ, त्यो हेऱ्यौँ होइन। अनि डमरूको क्लिप पनि लिएँ मैले। अनि त्यसपछि चाहिँ हामी लाग्यौँ त्यसको पछाडिपट्टि। एकदम राम्रो सिनहरू थियो, त्यहाँ जाने बाटो लगायत त्यहाँको वातावरण चाहिँ एकदम राम्रो थियो होइन। त्यहाँको सिनहरू कस्तो राम्रो आएछ र ल हेर्नु। त्यसपछि हामी त्यहाँ साइडमा रहेको खोलामा गयौँ। खोलाको पानीमा एकछिन रमाएपछि हामीले साइडमा हेर्छौँ भन्दा कस्तो राम्रो मकै चोरौँ कि जस्तो लागिरहेको थियो। फेरि व्रतको दिन किन गर्नु भनेर हामी चाहिँ त्यहाँ लाग्यौँ बाहिर निस्किनतर्फ। निस्किँदै गर्दा चाहिँ त्यहाँको मैले फेरि एउटा सिन क्याप्चर गरेँ। अनि त्यहाँ साइडमा चाहिँ फेरि एउटा मायाज्ञ पनि लगाउनु भएको रहेछ। त्यो हेरी म चाहिँ निस्केँ बाहिर। अनि बाहिर गएर हेर्दै गर्दाखेरि चाहिँ हाम्रो गुरु लगायत महारुद्र परिवारद्वारा चाहिँ प्रसाद वितरण भइरहेको थियो। भक्तजनहरूले पनि एकदम मिठो मानेर खाइरहनु भएको थियो। अनि त्यसै बिचमा चाहिँ एउटा फोटो खिचौँ न भनेर गयौँ म र मेरो साथी सेल्फी हान्न। अनि मेरो सिङ्गल फोटो पनि खिच्यौँ। अनि त्यो फेरि खिचेर फर्किँदाखेरि बुनीले चाहिँ प्रसाद लिँदै रहेछ, उसको एउटा क्लिप लिएँ। अनि त्यसपछि चाहिँ हामीले पनि प्रसाद वितरणमा चाहिँ थोरै धेरै सहयोग गऱ्यौँ। यो प्रसाद चाहिँ हाम्रो गुरुको घरमै बनाएर ल्याएको शुद्ध प्रसाद थियो। एकदम थ्याङ्कफुल टु खगेन्द्र गुरु अनि महारुद्र परिवार। त्यसपछि हामी एउटा सानो क्लिप लियौँ। अनि सबैले चाहिँ भजनमा नाच्नु पर्यो भन्नुभयो। सबैजना भजनमा नाच्यो। अनि मेरो साथी म पनि मजाले नाच्यो। अनि त्यसै बिचमा चाहिँ मैले कलेजको साथीहरूलाई पनि देखेँ अनि उनीहरूसँग भेटेँ। अनि आएर चाहिँ फेरि हाम्रो चाहिँ एउटा विशेष छुट्नै नहुने कुरा चाहिँ हाम्रो टिमसँगै यो स्वास्थ्य शिविर पनि चलाएको थियो। अनि सबैजना डक्टरको टिमदेखि लिएर अरूहरू पनि सहयोगको लागि आउनुभएको थियो। अनि त्यहाँ चाहिँ ब्लड डोनेसन पनि भइरहेको थियो होइन। कतिले ब्लड पनि डोनेसन गर्नुभयो। अनि थ्याङ्कफुल टु अल डक्टर्स टिम जसले चाहिँ आजको दिनलाई छुट्याएर त्यहाँ उपस्थित हुनुभयो। अनि त्यस बिचमा चाहिँ सबै क्लिपहरू लिएर म चाहिँ साइडमा हेर्छु भन्दा चाहिँ हाम्रो हनुमानजी आउनुभएको रहेछ होइन, मतलब हनुमानको रूपमा कुनै व्यक्ति। अनि उहाँको क्लिप लिएर हामी लाग्यौँ यसो सामानहरू किनौँ यहाँनिर आइसकेपछि भनेर सामानहरू किन्यौँ। अनि सामानहरू किन्दाखेरि चाहिँ खतरा चिजहरू देखिरहेको थियो। अनि त्यो लिएपछि हामी फर्क्यौँ फेरि माथि। अनि त्यतिन्जेलसम्म चाहिँ घर जाने टाइम भइसकेको थियो। अनि सबै महारुद्र परिवारको टिमलाई चाहिँ एकट्ठा हुन अनुरोध गरिएको थियो। सिनहरू लिइरहेको थिएँ मैले, राम्रो आइरहेको थियो। अनि त्यहाँ सरसफाइ पनि आफै गऱ्यौँ हामीले। अनि त्यसपछि चाहिँ हामी लाग्यौँ घरतिर महादेवको मूर्तिलाई चाहिँ अगाडि लगाएर। अनि बाटोमा आउँदाखेरि यस्तो राम्रो सिनहरू आइरहेको थियो, जस्ट वाउ के। त्यसपछि चाहिँ हामी जडीबुटीमै झर्छौँ भनेर कालो पुल जाँदासम्म ढिला हुन्छ भनेर यसो म उठेको थिएँ। अनि उठ्दाखेरि चाहिँ जडीबुटीको एउटा क्लिप लिउँ भनेर लिइहालेँ। त्यसपछि हामी पुग्यौँ घर। अनि घर पुगेपछि चाहिँ हामी यसो फ्रेस भएर रेडी भएर हामी फेरि काममा त जानु परिहाल्यो। म लागेँ अफिसतिर, मसँगै साथी पनि थिएँ, त्यसलाई बाटोमै पुऱ्याइदिन्छु भनेर। अनि सँगै गयौँ दुईवटी। अनि म अफिस पुगेपछि चाहिँ फेरि आज पनि तपाईँको व्रत होला होइन त,
भन्दै हर हर महादेव गरिरहनु भएको थियो उहाँ चाहिँ। अनि त्यसपछि चाहिँ एकछिन म लागेँ कामतिर, अब काम गर्नै पऱ्यो होइन। अनि 1-2वटा न्युजहरू राखेँ। अनि त्यसपछि चाहिँ त्यही बिचमा फोटोहरू आए क्यामेराबाट लिएको, अनि त्यो फोटोहरू हेरेँ होइन। राम्रो राम्रो आएको थियो फोटोहरू। अनि त्यसपछि चाहिँ बेलुका 5 बजिसकेको थियो। अनि हामीहरू चाहिँ मन्दिर जाऊँ भनेर म र मेरो साथीबाट त्यही नजिक रहेको शिव मन्दिर गयौँ, पूजा गऱ्यौँ होइन। हामीहरूको चाहिँ आज निर्जला व्रत थियो, हामीले पानी पनि पिएका थिएनौँ। अनि त्यहाँनिर चाहिँ हामीले दर्शन गरेर अगरबत्तीहरू जलाएर अनि जल चढाएर चाहिँ हाम्रो आजको सोमबारको व्रतलाई सफल बनायौँ। अनि एकछिन त्यहीँनिर बस्दै गर्दाखेरि अलिअलि पानी पर्न थालेको थियो मौसम। अनि त्यहाँ साइडमा चाहिँ भजन पनि हुन्छ, आमाहरू बुवाहरू चाहिँ भजन गाएर नाचिरहनु भएको थियो। त्यति बेलासम्म चाहिँ मौसम त्यति धेरै खराब चाहिँ भएको थिएन होइन। अनि त्यहाँ हामी एउटा क्लिप लिएर आयौँ साथीको घरमा। उसको घर आएपछि पहिला चाहिँ हामीले पानी पियौँ, त्यसपछि फलफुलहरू काटेर लियौँ होइन। फेरि पढाउनु जानुपर्ने थियो, अनि हतार हतार चिया बनाएर चाहिँ चिया पियौँ। अनि उसको एउटा क्लिप ल्याइदिन्छु भनेको, उसले खिच्चा गऱ्यो। अनि मैले यस्तै हालिदिन्छु भनेर भनेको, अनि हाँस्यो ऊ। अनि त्यसपछि हामी गयौँ क्लासमा। एकजना बच्चाले चाहिँ मकै ल्याएर आएको रहेछ। अनि किन लिएको भनेको, मम्मीले पठाइनु भएको आज तपाईँहरूको व्रत हुन्छ भनेर। अनि कस्तो खुसी लाग्यो क्या। अनि मकै चाहिँ खायौँ हामीले। अनि उसले चाहिँ कम्मरमा पुरा कसेर पढाइरहेको थियो। अनि मैले पनि एकछिन पढाएँ बच्चाहरूलाई। 2 घन्टा हामीले क्लास लियौँ। अनि त्यसपछि चाहिँ म लागेँ घर आउँदासम्म चाहिँ पानी परिसकेको थियो। मैले दुध दही फलफुलहरू लिएर आएको थिएँ बेलुकाको लागि। त्यसपछि मैले 1 कप चिया लिएँ। अनि चिया लिएर चाहिँ पछि चाहिँ फलफुल खान्छु म दहीमा मिक्स गरेर। सो यसरी नै बित्यो आजको दिन। सो एकदम राम्ररी नै गयो आजको सोमबार पनि। थ्याङ्क यू सो मच फर वाचिङ। सबैमा धेरै माया।